दाइ बोल्नु न। होइन के हुन लागिरहेछ हाम्रो घरमा? अनि तपाईँ त भाउजू लिएर आउँछु भनेर जानुभएको, किन नलिएर आउनु भएको भाउजूलाई? आकी भापो ल्याउनु। ए आउनै मान्नु भएन? अब के हुन्छ? जुन कुराको डर थियो मलाई, अब त्यो डर भएन। उसले मेरो सम्पत्तिमा हकदाबी गर्ने छुइनँ भनेर काज गरिदिन्छु भनेकी छ। अब आज एकजना वकिललाई भेटेर मेरो सम्पत्तिमा कुनै पनि हकदाबी गर्ने छुइनँ भनेर मन्जुनामा काज बनाउन लाउँछु। त्यसपछि डिभोर्सलाई त मलाई कुनै चिन्ता छैन। तपाईँले जहाँ जहाँ जे गर भन्नुहुन्छ म त्यही गरिदिन्छु। मलाई कुनै तपाईँको सम्पत्तिमा लोभ छैन, चाहिँदैन तपाईँको सम्पत्ति भनेकी चाहिँ। त्यसमा म ढुक्क छु। ए भनेपछि अलिकति पनि सम्पत्ति नलिकन छोड्ने भयो भाउजूले हजुरलाई? अँ, कति धेरै